सुकुम्बासी बस्तीमा डोजर चल्यो भने छाती थापेर म बस्छु भनेर चाहिँ रवि लामिछाने दाइले भन्नुभएको थियो। त्यसै गरी खगेन्द्र सुनार दाइले पनि सुकुम्बासी बस्तीमा डोजर चल्यो भने डोजरको मुनि म गएर बस्दिन्छु भनेर चाहिँ भोट माग्नुभन्दा अगाडि चाहिँ भनेको थियो। तिमी भनेको नि सोचको सुकुम्बासी हो क्या? तिमी भनेको सोचको सुकुम्बासी हो, सोचको गरिब हो क्या? अरूको कुरालाई स्वीकार गर्न खोज्दैनौ, नयाँ कुरा जान्न पनि खोज्दैनौ र सोचको विकास गर्न पनि खोज्दैनौ क्या? सधैँभरि एउटै सोच। साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्छ नि, हो त्यस्तै हो क्या? कुनै पनि कुराको सत्य तथ्य नबुझिकन, गहिराईसम्म नपुगिकन हावाको भरमा हल्लाको पछाडि होइन कुद्ने मान्छे हो क्या तिमी? अरूले के भन्छ, अरूले के गर्छ भन्दा पनि होइन सही छ कि गलत छ नबुझिकन आफ्नो मात्रै लेडो ढिपी टाइपको मान्छे, आफू मात्रै सही, आफ्नो मात्रै कुरा अरूले सुन्ने हुन्थ्यो, मैले बोलेको मात्रै सही भन्ने टाइपको मान्छे हो क्या तिमी भनेको? सोचको सुकुम्बासी भन्छ क्या यस्तो मान्छेलाई? कुनै पनि कुराको सत्य तथ्य नबुझिकन आफ्नो मात्रै विचार प्रस्तुत गर्ने, आफ्नो मात्रै धारणा राख्ने, अरूको धारणाको कदर नगर्ने क्या? कुनै पनि कुराको बोल्नुभन्दा अगाडि सत्य तथ्य गहिराईसम्म बुझ्ने कोसिस गर क्या? रवि लामिछानेले सुकुम्बासीको अगाडि आएर छाती थाप्छु भनेको होइन, तर के अर्थमा भन्यो होइन, के आधारमा भन्यो, के बोलेको थियो भनेर पहिला सबै कुरा बुझेर मात्रै बोल्ने गर क्या? यो भनेको लेबर माइन्ड हो क्या? लेबर माइन्ड नेभर माइन्ड भने जस्तो भयो क्या? अलिकति बुझेर बोल्ने बानीको विकास गर क्या? सोचको विकास गर। सधैँ एउटै हुँदैन क्या? सधैँ एउटै सोचले जिन्दगी चल्दैन क्या? पहिला एकचोटि हेर रवि लामिछानेले के भनेको थियो भनेर। बसोबास गैर कानुनी छ, मिचिएको छ, सुकुम्बासीका नाममा गलत मान्छेले अडेका छन्, त्यसलाई प्रमाणित गर्ने आधार र कारण छन् भने त्यस्ता साथीहरू माफ गर्नु होला। मैले भोटको लोभमा तपाईँलाई हुन्छ भन्न सक्दिनँ। म बरु म 2 भोट 4 भोट घटाउनु म हार्न तयार छु, छुट्टो बाचा चाहिँ गर्दिनँ। गैर कानुनी ढङ्गले बस्नु भएको छ भने म तपाईले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न, तर कानुनले तपाईँलाई दिन्छ भने अब यसलाई चाहिँ नि भोटको बैंक बनाएर हामी राख्दैनौँ।